हेलो नमस्ते सबैजनालाई। यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग सबैले हेरेर मन पराइदिनु होला। अनि त्यसपछि हजुरले मन पराएपछि मलाई पनि हिम्मत आउँछ कि आँट आउँछ म गर्छु भन्ने जस्तो। अब बनाउँदै नमनाएर हार खानुभन्दा त बनाऊँ न, बनाएपछि अब जे होला भनेर चाहिँ मैले आजदेखि सुरु गरेको छु। कन्टिन्यू 15वटा मिनी भ्लग हाल्छु भनिरहेको छु। अब दिन हाल्न नसके पनि 15वटा रेगुलर हाल्छु। त्यसपछि चाहिँ के हुन्छ हेरौँ। म चाहिँ बिहान 5:30 बजी उठेर भाँडा माजिरहेको छु। किनभनेपछि किन यति उज्यालो भन्नुहुन्छ भने आजभोलि 4 बजी उज्यालो हुन्छ। म त 5 बजी उठेको छु, 5:30 बजे। अनि म चाहिँ भित्र गएँ। अनि भित्र गएपछि चाहिँ दाना तताइदिनु भएको रहेछ। दाना फेरि आगो मरेर रहेछ। अनि त्यसपछि छिटो आगो बालेँ। आगो बालिसकेपछि हामी लाग्यौँ वनतर्फ, किनभने हाम्रो वनमा सिउला फुकेको छ। सिउला मतलब कुसुम। अनि कुसुम छिटो खेरेर म चाहिँ यस्तो लात्तीले खाँदैछु। वन गएर त्यता फर्किनु भएन, यसरी खाँदेपछि अलि धेरै आउँछ भनेर अब सकि नसकि जसरी भए पनि खेरेर खाँदेर भारी हाल्दैछु। अनि सिप त त्यति छैन। अनि म र बुढो आएको थिएँ। मैले चाहिँ बुढो त्यहाँ उसिन्छ देखाइरहेको थिएँ। त्यति बेलामा घर आएर मैले च्याउ ल्याएको थिएँ। च्याउ ल्याएर भात टेकाइदिएँ। अनि च्याउ बनाउँदैछु। यो चाहिँ मेरो ठुली दिदीले ल्याइदिएको च्याउ। अनि च्याउको तरकारी खाने भनेर अहिले अफिस जाने ढिलो हुन्छ भनेर मैले च्याउ भाँचेर भात टेकाइरहेको छु। त्यतिखेरमा यो ठुलो च्याउ देखेर चाहिँ म मुसु हाँस्दै भाँचिरहेको छु खुसी भएर। अनि यहाँ भात पाक्यो। भात पाकेपछि तरकारी पनि पाक्यो। त्यसपछि फेरि म लाग्छु अर्को कामतर्फ। यो काम रहेको छ भैँसीलाई घाँस काट्ने। अनि भैँसीले छिटो घाँस काटेर बाबु चाहिँ उसको फुपू घर गएका छन्। अनि फुपू घरबाट ल्याउने भनेर अहिले ढिलो हुन्छ भनेर म चाहिँ छिटो घाँस काट्छु। अरू बेला चाहिँ मम्मी पनि धेरै हुन्छ, मम्मी पनि हुनुहुन्छ घरमा। अनि मम्मी र म चाहिँ मिलेर गर्छौँ भित्र बाहिरको काम। हामी वन गए बेला चाहिँ मम्मीले सब भित्रको गर्नुहुन्छ। अनि भित्र बाहिर घाँसहरू सब मिलेर गर्छौँ। आज मम्मी हुनुहुन्न, त्यही भएर मैले एक्लै गरिरहेको छु। मैले चाहिँ ढिलो हुन्छ भनेर अहिले बाबु आउँछ फोन आउँछ भनेर छिटो गरिरहेको छु। अनि यस्तो घाम थियो, कुरै नगर्नु। त्यो ज्याकेट फेरि लाउनुपर्छ, नत्र हातमा घाँसले कोतरेर काँडाले कोतरेर यस्तो बनाइदिन्छ। त्यही भएर यस्तो गरममा पनि ज्याकेट लगाउन बाध्य भएर गरेर थाकेर हावा लगाइरहेको छु। अनि भारी बोकेर म लागेँ घरतर्फ। घर जाँदाखेरि भैँसी